अङ्ग्रेजीमा एउटा उखान छ नि, लुट्न सके लुट कान्छा नेपालमै छ छुम। हजुर यस्तै छ देशको हालत। मान्छेले कतिसम्म लुट्न सक्छ? सीमा होला नि, अलिकति त होला नि, पर्सेन्ट होला नि, यतिसम्म यो आयोजनामा लुट्ने भन्ने त होला नि। तर त्यसको सीमा हद पार गरेको छ एउटा आयोजनाले। हजुर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा झन्डै 20 अरब रुपियाँ भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले जनाएको छ। 20 अरबमा कतिवटा सुन्न हुन्छ हिसाब लगाउनुहोस् त। तपाईँलाई कस्तो लाग्यो सुनेर? 20 अरब भ्रष्टाचार कतिवटा विद्यालय बन्थ्यो? अनि नीतिगत भ्रष्टाचार देशमा कहाँसम्म पुगेको छ? छैन त गजब। यसै विषयमा सेरोफेरोमा संसदीय छानबिन उपसमितिले के भन्यो त? राजेन्द्र लिङ्गदेन संयोजक रहेको उपसमितिले के भन्यो, के कारबाही गर्यो, के कारबाही गर्न सिफारिस गर्यो, यस सम्बन्धमा सम्पूर्ण जानकारी आजको भिडियो। सार्वजनिक लेखा समितिबाट गठित उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै 20 अरब रुपियाँ भ्रष्टाचार भएको ठहर गरेको छ। सुरुमा यसको लागत 12 अरब तान्छन् हुने अनुमान गरेको थियो, तर हालसम्म 26 अरब रुपियाँ खर्च भइसक्यो र अब अरू काम गर्दा 5 अरब गरी झन्डै 31 अरब रुपियाँ खर्च हुने अनुमान गरेको छ र यो समग्र आयोजना निर्माण गर्दा झन्डै 20 अरब रुपियाँ चाहिँ भ्रष्टाचार मात्रै हुने ठहर गरेको छ र यो सँगै यसमा संलग्नहरूलाई चाहिँ कारबाहीको लागि सिफारिस पनि गरेको छ। यो कसैको संचार होइन, गणको संचार होइन, संसदीय छानबिन उपसमिति जो राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा बनेको थियो र यसले प्रतिवेदन बुझाएको छ। के भने के भयो यो हेर्नुहोस्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा नै झन्डै 20 अरब रुपियाँको भ्रष्टाचार भएको पुष्टि भएको छ। राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा बनेको सार्वजनिक लेखा समितिको उपसमितिले यो विमानस्थल बनाउँदा झन्डै 20 अरब भ्रष्टाचार भएको ठहर गरेको हो। निर्माण सुरुमा झन्डै 12 अरब लागतमा बन्ने भनिएको क्षेत्रीय विमानस्थल हालसम्म झन्डै 26 अरब खर्च भइसक्यो र निर्माण पुरा हुँदासम्म थप 5 अरब गरी कुल 31 अरब खर्च हुने बताइएको छ। 2069 साल माघमा टेन्डर आह्वान गर्दाखेरि नै सेतो हात्ती बनाइएको विमानस्थलको टेन्डर आह्वान गर्दा नै भ्रष्टाचार गरिएको बताइएको हो। चिनको एक्जिम बैङ्कबाट सरकारले 2% ब्याजमा ऋण लिएर नागरिक उड्डयन प्राधिकरणलाई 5%मा दिएको थियो र उक्त ऋणबाट क्षेत्रीय विमानस्थल निर्माण गरिएको थियो। यससँगै उपसमितिले विमानस्थलको विकासका अध्ययन गर्दा देखिएको प्रमुख समस्याहरूको विस्तार लगाएको छ। यस अन्तर्गत इपिसी प्रणाली अन्तर्गत ठेक्का सम्झौता प्राइस स्केलेसनको प्रावधान नरहने, ठेक्का सम्झौता ठेक्का रकम जति उल्लेख भएको छ त्यसैमा सीमित रहनुपर्ने हुन्छ। यस प्रणाली अनुसार परियोजनाको कुल अवधि र सो अवधिमा परियोजनाको लागि आवश्यक मालवस्तु, ज्याला सेवामा हुन सक्ने मूल्य वृद्धि, विदेशी मुद्राको विनिमय दरको जोखिम, वर्तमान ब्याज दर लगायतका सबै कुराहरूलाई विचार गरी परियोजनाको लागत अनुमान तयार गरिन्छ। अर्थ मन्त्रालयको मिति 2067 साल 2 महिना 19 गतेको निर्णयले टर्नकी आयोजनाको रूपमा चिनिया ठेकदारहरू मध्येबाट छनौट गर्ने गरी र मिति 2068 साल 8 महिना 6 को निर्णयले इपिसी मोडलमा विमानस्थल निर्माणको ठेक्का अगाडि बढाउन पत्रचार र प्राधिकरणले सोही बमोजिम इपिसी मोडलमै ठेक्का प्रक्रिया अघि बढाएको सन्दर्भलाई समेत उपेक्षा गर्दै पूर्व रजिस्ट्रार रामकृष्ण तिमल सिन्हा संयोजक भएको परामर्शदाता समूहले प्राधिकरणको बिओक्यू मोडलबाट लागत अनुमान तयार गरेको भनी कुनै तथ्य प्रमाण बिना ठुलो अङ्कमा लागत मूल्य वृद्धि गरेर वार्ताद्वारा ठेक्का प्रक्रिया टुङ्गाउने नीतिगत आधार तयार गर्नु र संविधान सभा निर्वाचन परियोजनाका लागि गठित सरकारबाट यस प्रकारको नीतिगत निर्णयमा सहमति हुनु अनुचित र कारबाहीको विषय हो। यो निर्णय गलत नियत र मनासाका साथै भ्रष्टाचारबाट अभिप्रेत देखिन्छ। नागरिक उड्डयन प्राधिकरणको कुल लागत अनुमान 145 मिलियन अमेरिकी डलर भएकोमा सबैभन्दा कम अङ्क कबल गर्ने कम्पनी सिआइएमसीको बोल कबल अङ्क नै 305 मिलियन अमेरिकी डलर, जुन 160 मिलियन अमेरिकी डलर वृद्धि हुनु स्वाभाविक छ। लागत अनुमानमा ठुलो अन्तर हुँदाहुँदै पनि प्राधिकरण लगायत निर्णयकर्ताहरूबाट सार्वजनिक खरिद कानुनको मान्यता विपरीत वार्ता गरी 70 मिलियन बढी लागत थप हुने गरी ठेक्का स्वीकृत गरिनुले अनियमितता पुष्टि गर्दछ। कम्पनीको उक्त प्रस्तावको बारेमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय परामर्श माग गर्दा सार्वजनिक खरिद ऐन 2063 तथा सार्वजनिक खरिद नियमावली 2064 मा वार्ता गर्ने बारे कुनै प्रावधान नभएको भनी 2069 5 महिना 18 मा दिएको राय विपरीत वार्ता गरी ठेक्का तय गरेको देखिन्छ।
उपलब्ध कागज एवं महालेखा परीक्षकको 60औं वार्षिक प्रतिवेदनमा उल्लेखित 2 अरब 22 करोड 40 लाख रुपियाँ सम्झौता कन्ट्र्याक्ट एग्रिमेन्टमा उल्लेखित शर्त विपरीत मास्टर लिडमा राखेर कर छुट दिने गलत उद्देश्य राखी एग्रिमेन्ट गरेको देखिन्छ। उक्त मूल सम्झौता विपरीत इम्प्लिमेन्टेसन एग्रिमेन्ट गर्नु अनियमितता तथा नीतिगत भ्रष्टाचार हो। दर्शकले यो लुटको पराकाष्ठ यतिमा मात्र रोकिन्न, यो त एउटा प्रतिनिधि आयोजना मात्रै हो। बेलम्ची खानेपानी आयोजना बनाउँदा आयोजनालाई सेतो हात्ती बनाएको सरह दिँदैछ। जस्तै अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कार्य चलिरहेको छ, त्यसको आउन बाँकी नै होला। वाइड बडी काण्ड कसैले बिर्सेको छैन होला नि, वाइड बडी काण्ड, बालुवाटार जग्गा प्रकरण, खाउने काण्ड, नीतिगत भ्रष्टाचार हो। देशमा नीतिगत भ्रष्टाचार हुन थालेको छ, ठुल्ठुला भ्रष्टाचार भएका छन्। अब भ्रष्टाचार यतिसम्म बढ्छ कि कुनै दिन यस्तो नआउला भन्न सकिन्न कि देशको कुल बजेटभन्दा बढी नै भ्रष्टाचार होस्। गजब छैन त? कति खाने, कति असुविधा, एउटा सीमा त होला नि, सीमा पनि छैन। अनि देशमा हामीलाई युवा बस्नुपर्छ, युवा आउनुपर्छ भने कसरी आउनु? नीतिगत भ्रष्टाचार कुनै कर्मचारीले गरेको भ्रष्टाचार होइन, 10-20 हजारको भ्रष्टाचार होइन, यो त अरबौँको भ्रष्टाचार, लाखौँ करोडौँ अरबौँको भ्रष्टाचार। भन्नुहोस् त कतिवटा सुन्दा हुन्छ? 20 अरब भ्रष्टाचार। गजब छैन त तपाईँको हाम्रो देश? यिनै दल, यिनै राजनीतिक दल, गणतन्त्रका 17 वर्षको उपलब्धि हेर्नुहोस्। क्यान्टोनमेन्ट भ्रष्टाचार सुरुवात भयो नीतिगत भ्रष्टाचारबाट। आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार भयो, कोही बोलेन। गिरिबन्धु टी स्टेट काण्डमा भ्रष्टाचार भयो, वाइड बडी काण्डमा भ्रष्टाचार भयो। अरू त अरू कोरोना भाइरसको विरुद्धको खोप खरिदको समेत भ्रष्टाचार भएको आशंका गरिन्छ। अनि भ्रष्टाचार नभएको ठाउँ चाहिँ के छ? अझै हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ म भ्रष्टाचार गर्दिनँ तर हुन दिन्न, उहाँले नगर्नु होला। तर प्रधानमन्त्री चाहिँ आँखा चिम्म गरेर बस्नु पनि भएन। त्यसो गर्दा भोलि तपाईँको मृत्युपछि जनताले ताली बजाउने स्थिति नआओस्, किनभने तपाईँले भन्नुभएको छ म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न। र अस्ति एउटा कार्यक्रममा भन्नुभयो भ्रष्टाचार गर्न दिन्न तर भइरहेको आशंका छ। आशंका संसदको छानबिन समितिले प्रतिवेदन बुझाइसक्यो कि 20 अरब भ्रष्टाचार भयो भनेर, तपाईँलाई आशंका मात्रै छ। गजब छैन त? अनि हामी तिनै दलहरूका भ्रष्टाचार तस्करीमा हामी ताली बजाउँछौँ, किनभने राजनीतिक दलको संलग्नता बिना, कुनै पनि राजनीतिक दलको संलग्नता बिना यति ठुलो परिणाममा भ्रष्टाचार हुनै सक्दैन। अझ गजबको कुरा के छ भने ठेक्का प्रक्रिया सुरु गर्दा नै, टेन्डर सुरु गर्दा नै मिलीभगत भएको छ र लागत बढाइएको छ। अनि जुन डाँडो काटेर माटो हाल्नुपर्ने थियो, ठेक्का भित्रै थियो, त्यो अर्कैलाई ठेक्का दियो। अनि जुन चाहिँ रनवेको हाइट 20 फिट तल घटाइयो, बढाउनु पर्ने थियो, घटाइयो। त्यो फिलिङ गर्नलाई माटो हाल्नुपर्ने थियो, 5 किलोमिटर परबाट ल्याउनु पर्ने भनेको थियो, तर त्यो माटो 20 फिट खन्दा ती उपलब्ध भयो र त्यही हाल्यो ग्राभेलहरू। त्यसको कुनै लेखाजोखा छैन। कति भ्रष्टाचार, चरम भ्रष्टाचार। अब देशमा देशै खान बेर छैन भ्रष्टाचारीहरूले। एउटा गगन थापाले भनेका थिए प्रधानमन्त्रीको बेडसम्मै तस्करहरूको चाहिँ एउटा समूह बिचौलियाको एउटा समूह चाहिँ पुग्छ भन्ने कुरो गर्नुभएको थियो। अहिले तातो बहसको विषय छ गभर्नर काण्ड। यसमा पनि ठुलो मिलीभगतको आशंका गरिएको छ र केही व्यक्तिहरूले जसले खान पाएका छैनन्, केही भित्रका खान नपाएका छुइनहरूले चाहिँ यसमा भ्रष्टाचार भयो भनेर बोल्न थालेका छन् र यो गभर्नर काण्डमा झन्डै 1 अरबको भ्रष्टाचार भएको आशंका गरिएको छ। भोलि के हुन्छ जाँदा जान्छ। यस्तै तातो न्युजको लागि मलाई फलो गर्नुहोला, सब्सक्राइब गर्नुहोला। तपाईँको साथ मेरो लागि महत्त्वपूर्ण छ। जय होस्।